याद छ त्यति भन्ने होइन, धेरै त याद छैन। सर्वप्रथम त सरलाई धेरै धेरै धन्यवाद होइन। अब क्वेसन चाहिँ खासै त्यति भनौँ न त्यति गाह्रो चाहिँ के आएको थिएन क्या, सजिलै आएको थियो। अब मेहनत गर्ने मान्छेहरूले सबैले मिलाउनुहुन्छ, त्यस्तो खासै केही थिएन। तर आँट्यो भने चाहिँ बिग्रिन्थ्यो क्या। तर मैले पहिला पनि दिदिनँ त, तर पहिला चाहिँ कस्तो क्वेसन गाह्रो आएको के, तर अहिले चाहिँ धेरै सजिलो आएको थियो होइन। भन्छ नि भाग्य पनि हुन्छ भन्छ, हो रहेछ क्या। पहिला साँच्चै होइन, यति मिहिनेत गरेको थिएँ नि, साँच्चै कि 10 देखि 5 हानिदिन्थेँ क्या। त्यति पढ्दा पनि होइन, मतलब एउटा आफ्नो पढाइमा पनि एउटा ऊ हुँदो रहेछ क्या, रटेर पढेँ क्या। हुन्छ नि त, एउटा कन्सेप्ट बुझेर पढ्यो भने चाहिँ एउटा अलगै ऊ हुँदो रहेछ क्या। बुकमा होइन कसैलाई पनि नरट क्या, कन्सेप्ट मात्रै बुझ क्या हरेकको क्या, एकदम इजी हुन्छ भन्न चाहन्छु म चाहिँ। अब हामी दुईजनाको चाहिँ क्वेसन चाहिँ अब मतलब सिफ्ट चाहिँ एउटै हो, बिहानको थियो। अब क्वेसन चाहिँ सजिलै आएको छ, याद चाहिँ छैन धेरै। अब त्यही पनि जति याद छ त्यति। एकमा चाहिँ त्यो 25 केजीको आएको थियो हानु, अनि 25 केजी भन्ने आएको थियो। अनि दुईमा चाहिँ एउटा फागाजी भन्ने आएको थियो। सेम डिट्टु किताबको थियो होइन, फरक नि थिएन, सेम टु सेम किताबकै थियो। अनि चाहिँ 3मा चाहिँ एउटा यस्तो हात ऊ भएर काटेको थियो क्या, नजिक आउन निषेध भन्ने थियो क्या। एउटा हात यस्तो गरेर अनि काटेको थियो क्या, नजिक आउन निषेध भन्ने थियो। अनि 4मा चाहिँ ग्राफ थियो। अनि 5मा 2-3वटा लगातार फिन खाने आयो होइन, फिन खाने आयो। अनि त्यो फिन खानेमा के थिएन कि त्यस्तो कम्पेरिजन भन्ने त के छँदै थिएन क्या। के थियो ग्रामर, मेनुमेन थियो होइन, मेनुमेन मात्रै थियो होइन, ग्रामरमा त्यस्तो खासै केही थिएन। अनि 6 नम्बरमा चाहिँ खोरुदाको चाहिँ फिसुत्थानमा लाग्थ्यो क्या, खोरुदाको। अनि 7मा चाहिँ मसुल पोप्ता भन्ने थियो होइन, त्यसको चाहिँ फान्देमा लाग्थ्यो फेरि फाक्ता। अनि ग्रामर चाहिँ भनिहालेँ। अनि चाहिँ मोसे थ्यान आएको थियो होइन, हामीहरूलाई चाहिँ मोसे थ्यान चाहिँ 2 आएको थियो। तर एउटा कस्तो झुक्काउने मोसे थ्यान के भनिरहेको थियो होइन। अप्सनमा नोङसा इर ए न्युङ थियो, एउटा चाहिँ नोङ अफ वानगिङ थियो, एउटा चाहिँ नोङ अफ छुम्योसङ थियो क्या। यस्तो झुक्कायो होइन अहिले। तर चाहिँ यसको एन्सर चाहिँ नोङसा इल ए न्युङ थियो। अनि यसमा चाहिँ के अरे पाल पारिएको छ के अरे, त्यो बारीमा चाहिँ पाल पारिएकोले त्यो कृपालले चाहिँ म ढाक्छु, यस्तो थियो सर। अनि होइन त्यसलाई चाहिँ बारीमा गएर फेरि त्यस्तो गर्छु। अनि फेरि लास्टमा कस्तो घुमाइदिएको कि लास्टमा फेरि छुम्योसङ हुने टाइपको पनि थियो क्या। लास्टमा यो छुम्योसङ पनि हो कि भन्ने टाइपको थियो क्या। अनि अर्को चाहिँ अनि लङ क्वेसन चाहिँ तकबोकीको बारेमा आएको थियो। त्यो के अरे चाहिँ खिलगढीमा चाहिँ त्यो होइन बाटोमा त्यस्तो भन्ने आएको थियो। तर यसको एन्सर चाहिँ आजभोलि चाहिँ प्रसारण र ड्रामाको कारणले चाहिँ धेरै प्रख्यात भइरहेको छ भन्ने थियो। अनि चाहिँ एउटा पुरानो बुकदेखि एउटा के थियो भन्दाखेरि के अरे पुरानो बुकदेखि एउटा त्यो के कोरियन मान्छेहरू चाहिँ पहिलोचोटि चाहिँ उमेर सोद्धाखेरि चाहिँ अलमल्ल पर्छन् भन्ने थियो नि सर, पुरानो किताबदेखि त्यो आएको थियो कि। तर त्यो कस्तो झुक्काउने थियो है, 1 नम्बर र 4 नम्बरले लास्टै झुक्काइरहेको थियो, यसो ध्यान दिएन भने जान सक्थ्यो त्यो। अनि त्यसको एन्सर चाहिँ के थियो भन्दाखेरि कोरियनमा के अरे घनिष्ठ नभएको कोरियन मान्छेहरू चाहिँ घनिष्ठ नभएको मान्छेलाई पनि कोरियन मान्छेहरू चाहिँ सजिलै उमेर सोध्छन् भन्ने थियो होइन, त्यस्तो थियो। अनि चाहिँ एउटा चाहिँ थोइसाको बारेमा आएको थियो। अनि थोइसाको अवि आएको थियो, त्यसमा पनि केही झुक्काउने थिएन। अनि 20मा चाहिँ सुङजिनको बारेमा आएको थियो, बडुवा भन्नेको बारेमा आएको थियो, त्यसमा पनि केही झुक्काउने थिएन। अनि चाहिँ लिसनिङमा चाहिँ एउटा फेची भनिरहेको थियो, त्यस्तो डुप्लिकेट त्यस्तो के आएन होइन हामीहरूलाई। अनि एउटा चाहिँ फेकदोलको चित्र आएको थियो। अनि एउटा चाहिँ त्यो जुत्ता चाहिँ साइडमा छ भन्ने आएको थियो। अनि अर्को चाहिँ एउटा ओन्साको बारेमा आएको थियो। ओन्सा के अरे छाङमाछलमा चाहिँ होइन, छाङमाछलमा चाहिँ अझै धेरै चाहिँ ऊ गर्नुपर्छ है, अझै धेरै चाहिँ केयर गर्नुपर्छ धागोहरूलाई भन्ने थियो। अनि चाहिँ सजिलै थियो। अनि झुक्काउने भनेको रङको बारेमा थियो क्या, के सिक्थ्यो अरे फोरासिक थियो होइन। अनि तल चाहिँ कलरको नाम होइन। अनि फोरासिक, फारान्सिक
अनि एउटा नोरानसेक अनि कामानसेक होइन कामानसेक भन्ने थियो अनि चाहिँ त्यसको कस्तो झुकाइरहेको थियो तर त्यसको एन्सर चाहिँ फोरासेक थियो होइन त्यो माथिको रङ देख्यो भने चाहिँ थाहा हुन्थ्यो अनि अरू के आएको थियो र त्यही थियो ल त्यही होइन ओभरअल यही नै हो सक्नुहुन्छ तपाईँले इजी नै आएको थियो आज क्वेसन बिहानको हजुर बिहानको सिफ्टमा थियो जो सजिलै नै आएको थियो सबैले मिलाउनुहुन्छ सबैले सक्नुहुन्छ जो हजुर